40 डिग्री थियो। एकैचोटि हावा यतिखेर आयो, एकैचोटि 6:30 बजेको हावा। यस्तो तुफान आएको है। के हुन आँटिसक्यो नेपालमा, प्रकृति पनि रिसाइसके। नेपालमा त तापी बसेका छन् कि क्या हो धर्मले। आज 7 दिनको गर्मी पछाडि मोरङमा यस्तो साह्रो तुफान हावा आयो 6:30 बजे। सिसिक्का हावा नचलेको ठाउँमा आज एकैचोटि यसो धुलो धुवा सबै। यति गाह्रो भएको थियो नि गर्मीले, मान्छे मर्न आँटेका थिए। यो हावाले पनि स्वर्गभित्र पसे जस्तै भयो। स्वर्गमा पसे जस्तै महसुस भएको छ। बल्ल आज 7 दिनमा बल्ल हावा छ हो। न निन्द्रा, न भोक, न प्यास। प्यास त धेरै लाग्छ नि, तर तातो पानी खाएर के गर्ने। यति गाह्रो भएको छ नि मधेसमा। धुलो हेर, धुलो अघि त्यत्रो ताप र मैले यस्तो के हुन आँटिसक्यो हौ। यस्तो धुलो छ नि आम्मा। ल हेर, 81 बौलाउन आँटिसक्यो आज प्रकृति रिसाइसक्यो। 7 दिन पछाडि यस्तो मौसम हुँदैछ भर्खर। त्यो प्रकृति पनि घरिघरि खुसी हुन्छन्, प्रकृति घरिघरि बौलाउँछन् प्रकृति। भगवान्, आजको मौसम यस्तो छ हेर। आम्मा, तुफान हावा। तुफान बिहानदेखिको गर्मीले हावा आएको थिएन। बल्ल बल्ल सास फेर्न पाएँ, तर कस्तो तुफान हावा छ, एकदम जोगिने अवस्था छ। साना साना घरहरूको चाहिँ बिजोग हुने अवस्था छ। गर्मीले त्यस्तै, हावाले त्यस्तै। मधेसमा यस्तो भएको छ है अहिले। यो मोरङको अवस्था यस्तो छ अहिले। झन् बौलाइन प्रकृति। आम्मामा, लु हेर्नुहोस् है। मान्छेले धेरै गर्मी भयो भनेर आएको होला क्या हावा। यस्तो साह्रो भएको थियो नि, सास फेर्न आज एकदम गाह्रो भएको थियो 7 दिनदेखिको।